सो गाइस फाइनली म यस्तो ठाउँमा कहाँ आइपुग्यो भन्दा चाहिँ म चाहिँ यतातिर आइरहेको छु आलम देवी मन्दिरमा। अघिल्लो भिडियोमा हेर्नुभयो होला म जबराइल सल्टीको घर जाँदैछु भनेर। उहाँ चाहिँ माथि काममा हुनुहुँदैछ, घर जानुभन्दा माथि नै भेट्दा हुन्छ भनेर चाहिँ म माथितिर निक्लेको छु र उहाँ कहाँनिर हुनुहुन्छ भनेर सिधै म वहाँनिर गएपछि देखाउँछु हजुरलाई। देख्न सक्नुहुन्छ यस्तो हरियो घाँस घाँस। आउँदैछु म आउँदैछु यस्तो बाटो आउँदैछु। हजुर देख्न सक्नुहुन्छ बहुत यहाँ त खिला छ। सिधै यहाँ माथि हुनुहुन्छ मन्दिर रेडी हुँदैछ। मन्दिर चाहिँ 95% बनिसकेको छ, 5% बाँकी छ भन्न चाहन्छु। बबाल छ मन्दिर, बन्दैछ। अहिलेको नयाँ टेक्नोलोजीमा बनेको हाम्रो आलम देवी मन्दिर यता हो, देख्न सक्नुहुन्छ हजुरले। सबैले मना गर्दैन होला, मद्दत माग्नु होला। यही बाटो पनि लाएर त्यहाँ चाहिँ पहिलाको सबै रेडी भइसकेपछि अब भित्र छ हाम्रो। देख्न सक्नुहुन्छ हजुरले मनदेखि नै मनन गर्नु होला। यहाँ हुनुहुन्छ यता र हाम्रो सारोलाई पनि देखाउन गइरहेको छ। सारोलाई यताबाट जानु पर्यो। हाम्रो सोल्टी राजा हुनुहुन्छ यतातिर। हाई भनिदिनुहोस् न भिडियोमा, हाई भनिदिनुहोस् न हो। ल हाम्रो अर्को सोल्टी हुनुहुन्छ यतातिर। फन पनि घुमेर कतै जानुभयो यता चाहिँ लड्केला जस्तोसम्म त फुर्नै छिरिङ भइसक्यो। हाम्रो भान्जा छिरी हुनुहुन्छ, भान्जाले पनि यसो हाई भनिदिनुहोस् भिडियोमा। ल त्यहाँदेखि हाम्रो मेन उहाँसँग आएको मान्छे कताहरू घुमिन्छ। उहाँ चाहिँ लास्टै शर्मानु हुन्छ कि त्यो चाहिँ उहाँलाई नहेर्नु होला, तर भ्यूलाई हेर्नु होला। ढक्क लाएर यहाँबाट भ्यू हेर्नुहोस्, सुन्दर सुन्दर भ्यू। सरर हावा लाग्छ हेर्नुहोस्, सरर हावा लाग्छ। सन त्यहाँ पुगिसकेछ भने ढक्क लाएर यो हो हाम्रो तिलकिनी गाउँदेखि देखिएको भ्यू र हजुर। अनि फेरि तल देख्नुहुन्छ हजुरहरूले कैरन बजार। आजको वेदर एकदम बबाल छ, देख्न सक्नुहुन्छ।